गाय देखो ना गाय देखो ना क्या है ये गाय देखो। यो मान्छे चाहिँ भोलि काठमाडौँ जाँदैछ अनि त्यही भएर रुस्ट खाएर जाने रे। आइफोन चाहिँ नदेखाऊ कि मेरो पनि आइफोनै हो। यहाँ कोही कोही मान्छेहरू यस्तो पारा भिडियो राम्रो हुन्छ नि। मेरो पनि राम्रो छ। इसमे सामानहरू छ। अब यसलाई सामानहरू चट 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 पार्ने हो। कस्तो अनुहार हौ आम्मामा, कालो न कालो के दलेको त निकाल्न त भक्का किप्स अन डिपार्टमेन्टबाट लिएर आएको गाइस। तिम्रो चिप्स खाऊ खुला पनि देउला सानो भिच्छु। ह्याप्पी ह्याप्पी नमस्ते गाइस भन्नुपर्छ सबैजनालाई। त्यसै पनि नमस्ते गरेको है मजाले। ल साथीहरू फेरि आज चाहिँ हामी रोटी खाने भएको छौँ। भर्खर लिएर आएको अब बनाउने सामानहरू भर्खर लिएको छ। मेरो बुढाको त जहिले तहिले भिडियो बनाउने बेलामै उसको चाहिँ अरे भाँडाकुँडा मस्काउने काम हुन्छ। भोलि भान्जा काठमाडौँ जाने भएको छ, त्यही भएर उसलाई नै खाने रे। रोस्ट चाहिँ उसलाई मनपर्छ धेरै। आज खाएर गएर कति महिना नखाने रे, काठमाडौँदेखि आएपछि मात्रै फेरि बनाइदिनु रे। यो घरको मान्छेहरू रोस्ट खानु पाउँदा यस्तो खालको डान्स हान्छ। मेरो छोराले अस्ति यस्तै डान्स हान्छ त्यो सिर र साइडले। आलो खुल्लाम खुल्ला। नयन भाइको घर देखिँदैछ छैन, अँध्यारो छ पर। किन बत्ती बालेको छैन आज? कान्छ के हो तपाईँको जहिले तहिले मैले भिडियो बनाउने बित्तिकै कुकर धुने भाँडाकुँडा मस्काउने मात्रै काम हुन्छ। अघि मैले मस्काएको आज आज कति धेरै मस्काएको, मैले लुगा पनि यति धेरै दुखो। तपाईँको काम सक्दिएको छु। कति मेरो बुढाले कामदेखि आएपछि कति धेरै काम हुन्छ, किन गर्नु लाउनु भनेर। हुन त मै गर्थेँ साथीहरू होइन। मेरो चाहिँ हात अचेलियो जारमा एलर्जी भएर चिलाएर पानी छुँदाखेरि रातो 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 हुन्छ नि। त्यही भएर मेरो बुढा चाहिँ मायाले मलाई सबै सघाउँछ नि त, लुगा धुनु भाँडाकुँडा मस्काउनु। हो त सर्काएको हौ। अनि म चाहिँ खानासाना बनाउँछु के। अब म सुरु गर्छु साथीहरू। मेरो छोराले आज पानी भरेको यति धेरै। मेरो छोरा कस्तो ज्ञानी छ, पानी भर्ने यस्तो सघाउँछ। कान्छ किन सघाउनु भएको मलाई लु भन्नु त। यसो अब तिमी पनि गलेको हुन्छौ बच्चा खेलाउँदा खेलाउँदा, अनि त्यही र अनि यसो सघाएको। बुढीको माया गरेको भन्नु न। यति हेरेर हाँस्नु छैन के हो नि। माया गरेर फेरि अहिले यहाँ साथीहरूले मान्छेहरूले यहाँ हेरेर हेर बुढालाई थर्काउँदै काम गर्नु लगाएको होला, रिसाएर अनुहार पनि देखाउँदैन भनेर भन्नु भने तपाईँ रिसाएको हो। छैन रिसाएको। कस्तो हेन्सम देखेको मेरो बुढा त आम्मा। मोटो न मोटो गाला देखिँदैछ त। रेडी हुँदैछ साथीहरू। यहाँ चाहिँ मैले बेसनमा मोलेर यतिको भएको छ। अनि यहाँ चाहिँ मैले तेल तताउँदैछु हुँदैछ। यहाँ टमाटर छ, अब अचार बनाउने। अनि यहाँ चाहिँ पापड छ, अब पापड पहिला बनाउने अनि त्यसपछि रोस्ट बनाउने। यहाँ चाहिँ अब अचार सिटी लगाउनु आँटेको। यहाँ टमाटर चप गरिसकेको छु। हाम्रो चाहिँ भान्जाले मन पराउँदैन कि त्यो मिक्सरमा पिसेको अनि तिलहरू हालेको बटमसर हालेको मन पराउँदैन। अनि उसलाई चाहिँ जहिले सिटी हालिदिनुपर्छ। सिटी हालेर प्याज अनि त्यो अलिअलि मेथीहरू मसलाहरू हालेको मात्रै। अनि हल्का यस्तो फिटेर छोरा छोरै खालकोलाई चाहिँ मनपर्छ। अनि त्यस्तो खालको अचार बनाइदिन्छु। अनि के गर्नु साथीहरू, एउटा भान्जा छ, आफ्नो छोरा जस्तै लाग्छ, नयाँ लाग्छ, बनाइदिनै पऱ्यो। यहाँ हल्का मेथी लगाइसकेको छु, फुटाउँदैछु। त्यसपछि प्याज हालेर सबै हल्का ब्राउन भएपछि टमाटर हालिदिन्छु। अनि नुन हालिदिन्छु, बेसा हालिदिन्छु। अनि म फिट चलाएर सिटी हालिदिन्छु, 3-4 सिटी 4-5 सिटी हालिदिन्छु। त्यस पछाडि मसलाहरू अदुवा लसुनहरू हालेर फेरि एक सिटी लगाएर अनि मजाले घोलेर अचार रेडी हुन्छ। त्यस पछाडि धनियाँ हालिदिने। यता तेल पनि खरिदैछ, अब पापड यता पनि सुरु हुन्छ। यता चाहिँ अब मैले रेडी गरिसकेँ। अब यता सिटी लाग्नु मात्रै बाँकी छ। अब म चाहिँ यता सुरु गर्छु पापडतिर। आफूले भिडियो गर्नुपर्ने छ, आफूले बोल्नुपर्ने छ, आफूले बनाउनु पर्ने छ। गाइस के यस्तो रहर हो है, मलाई चाहिँ भिडियो बनाउने एकदम रहर जाएको छ, एकदम रहर जाएको छ साथीहरू। दिमाग फ्रेस पनि हुने है, यसो रमाइलो पनि हुने। त्यही भएर चाहिँ मलाई जागर चलेको छ साथीहरू। पापड पनि भइसक्यो साथीहरू। अब मैले रोस्टतिर सुरु गरेँ साथीहरू। रोस्ट चाहिँ आज मैले सानो पिस बनाउँछु साथीहरू, छिटो पाक्छ नि त। पैसा छैन ग्यास किन्नु साथीहरू, दादा खानु सकिँदैन। नानीसँग गाह्रो छ मलाई, देखे जस्तो हुँदैन मान्छेलाई। आफ्नो आफ्नो सबैको बाध्यता परिस्थिति है साथीहरू। अब चाहिँ फेरि कुखुराको त के अरे पखेटा पनि रहेन रहेछ, यसको खुट्टा पनि रहेन रहेछ।
कसले रोजको लागि लगेछ अनि मैले कस्तो चिक्नु लागेको हौ मासु ल्याएको विन्स र उसको खुट्टा चाहिँ अलिअलि मिठो हुन्थ्यो मेरो घरमा चाहिँ खाँदैन अरूले मलाई चाहिँ मन पर्थ्यो मासु मात्रै छ साथीहरू फेरि छिटो पाक्नु खाना चाहिँ ग्यास खाएर हुन्छ ग्यासको जतन गर्नु पर्यो साथीहरू जाडोमा सिद्धियो भने के गर्नु मैले नानीलाई बनाइदिन आँटेको छु खाना यहाँ चाहिँ अब तेल हाल्नु पर्यो थोरै घिउ लगाउँथेँ घिउ हालेर अलिक सब्जीलाई चाहिँ यो नानीले चाहिँ आज खान्छ कि मजाले खाना थोरैदेखि लगाइदिन्छु अनि लसुन पुऱ्याउने अब जाडोमा बच्चाहरूलाई एकदम राम्रो हुन्छ लसुन पुऱ्यायो भने चाहिँ अनि थोरै प्याज थोरै टमाटर अनि मासु चाहिँ सानो चप गरेर राखेको मैले सुरुमा लगाएर चलाउँदा राम्रो तर डढिन्छ थोरै छ काँसिन्छ त्यही भएर मैले थोरै बेसेर हालिदिन्छु नुन हालिदिन्छु अनि सिटी हालिदिन्छु 3-4 सिटी अनि यहाँ दाल र थोरै चामल पनि हालिदिन्छु यहाँ थोरै चामल र दाल पनि हालिदिएँ यसोलाई चाहिँ यस्तो मिक्स गरेर मन पराउँछ भइसक्यो यहाँ पनि अब 4-5 सिटी लागेपछि हुन्छ नानीको पनि यसलाई चाहिँ अचार रेडी भइसक्नु आँट अब 1-2 सिटी लागेपछि हुन्छ यहाँ पनि यतिको भइसकेको छ साथीहरू अचार चाहिँ यस्तो भइसकेको छ मैले माथिबाट धनिया हालिदिएको छु नुन अलिक कम पर्छ फेरि नुन थपिदिएको सेतो भइरहेछ अब यसलाई घोल्छु म यो टमाटर चाहिँ मजाले सिटी लगाएर सबै कुरा लगाइसकेँ निकालेर अनि सोही दाल किनेले फिटेर यो यतिको भएको छ मिक्सर गरेको मन पाउँदैनन् साथीहरू मेरो घरमा भान्जा चाहिँ हल्का मनपर्छ अलि रोस्ट भइसक्यो यता चिउरा भइसकेको छ साथीहरू अब रोस्ट चिउरा खाने हो यहाँ चाहिँ खाने सुरु हुँदैछ कार्यक्रम कोहीलाई चाहिँ भात कोही चिउरा खाना खाने भाइ खाना छ है भाइ खाना खानु चिउरा नरोज्ने भने